नमस्कार, अब सुन्नुहोस् देउखुरी पब्लिक मासिक खबर। असोज 1 गते विश्वकर्मा जयन्ती। हरेक चाडपर्वको आफ्नै महत्त्व र विशेषता हुन्छ। विश्वकर्मा जयन्ती भन्ना साथ हामी विभिन्न कल कारखाना, पाट ऊर्जा यन्त्रको, गाडीको पूजा आजा गर्दछौँ। कन्या संक्रान्तिको दिनमा अर्थात् असोज 1 गते विश्वकर्मा पूजा गरिन्छ। यस देउखुरी पब्लिक अङ्ग्रेजी माध्यमिक विद्यालयमा पनि हरेक वर्ष झैं यो वर्ष पनि असोज 1 गते विद्यालयका गाडीहरू तथा मोटरसाइकलहरूको पूजा गरी विश्वकर्मा जयन्ती मनाइएको थियो। असोज 2 गते यस विद्यालयमा 30 फोटोसुट प्रतियोगिता 2082 को विजेता चन्द्रकला ओली ज्यूलाई विद्यालयद्वारा भव्य कार्यक्रम गरी सम्मान गरिएको थियो। उक्त कार्यक्रममा विजेता ओलीलाई नगद रु 10,000, मायाको चिनो, प्रमाणपत्र तथा विभिन्न गिफ्ट ह्याम्परहरू प्रदान गरिएको थियो भने विद्यालयका प्रधानाध्यापक श्री भूमाण्डव केसी ज्यूले विजेता हुनुभएकी चन्द्रकला ओली ज्यूलाई हार्दिक बधाई सहित शुभकामना व्यक्त गर्नुभएको थियो। असोज 3 गतेदेखि यस विद्यालयमा दोस्रो त्रैमासिक परीक्षा सुरु भएको थियो। 2082 सालको शैक्षिक क्यालेन्डर अनुसार असोज 1 गतेदेखि प्रारम्भ गर्ने भनिएको परीक्षालाई देशमा उत्पन्न भएको विषम परिस्थितिका कारण थप परिमार्जन पश्चात असोज 3 गतेदेखि परीक्षा सुरु भएको थियो। उक्त परीक्षामा कक्षा नर्सरीदेखि कक्षा 10 सम्मका सम्पूर्ण विद्यार्थीहरूको उपस्थिति रहेको थियो। असोज 3 गतेदेखि असोज 10 गतेसम्म सञ्चालन भएको उक्त दोस्रो त्रैमासिक परीक्षा सफलतापूर्वक सम्पन्न भएको बेहोरा परीक्षा समितिका संयोजक श्री राम अवतार चौधरीज्यूले बताउनु भएको थियो। असोज 8 गते यस विद्यालयकी पूर्व प्राथमिक शिक्षिका पूजा घरतीको विदाई तथा फेरि भेटौँला कार्यक्रम सम्पन्न भएको थियो। विक्रम सम्वत 2079 सालदेखि हालसम्म यस विद्यालयको पूर्व प्राथमिक शिक्षिकाको रूपमा कार्यरत अत्यन्तै मेहनती, इमानदार तथा कर्मठ शिक्षिका लमै नगरपालिका वार्ड नम्बर 6 निवासी पूजा घरतीको विदाई तथा फेरि भेटौँला कार्यक्रममा विद्यालयको तर्फबाट उहाँलाई मायाको चिनो, फुलको बुकी प्रदान गरी विदाई गरिएको थियो। उहाँले अनवरत रूपमा यस विद्यालयमा पुर्याउनु भएको योगदानको उच्च मूल्याङ्कन गर्दै देउखुरी पब्लिक स्कुलले उहाँको सुस्वास्थ्य, दीर्घायु तथा उज्जवल भविष्यको कामना गरेको थियो। असोज 10 गते नेपालीहरूका महान पर्वहरू विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2082 को अवसरमा यस विद्यालयका कर्मचारी तथा सम्पूर्ण विद्यार्थीहरूको उपस्थितिमा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरिएको थियो। असोज 10 गते अर्थात् परीक्षाको अन्तिम दिन, यसै दिन परीक्षा सकिए लगत्तै विद्यालयका प्रधानाध्यापक साथै शिक्षक शिक्षिका ज्यूहरूले सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई टीका र जमरा लगाइदिनु भएको थियो भने प्रधानाध्यापक श्री भूमाण्डव केसी ज्यूले विद्यालयका सम्पूर्ण कर्मचारी तथा विद्यार्थीहरूलाई दशैं तिहार तथा छठ पर्वको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्नुभएको थियो। साथै यसै दिन यासई 2081 अन्तर्गतका विद्यार्थीहरूको सम्मान कार्यक्रमको पनि आयोजना गरिएको थियो। 2081 सालका यासई उत्तीर्ण विद्यार्थीहरूको सम्मान कार्यक्रममा विद्यालयको तर्फबाट विद्यार्थीहरूलाई टीका, खादा तथा मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो। यासई उत्तीर्ण विद्यार्थीहरूलाई यस देउखुरी पब्लिक स्कुलको तर्फबाट उज्जवल भविष्यको कामना गरिएको थियो। साथै असोज 12 गतेदेखि बिदा भएको विद्यालय कार्तिक 12 गते बुधबारका दिनदेखि पुनः यथावत तवरले सञ्चालन हुने बेहोरा विद्यालय प्रशासनद्वारा जानकारी गराइन्छ। हस्त अर्को महिनाको अन्तिम दिन पुनः आउने गरी अहिलेलाई देउखुरी पब्लिक मासिक खबर यति नै। धन्यवाद।